र साथीहरूले आफ्नो जर्सी पहिला यो लोट्री गरौँ त्यसपछि जर्सीतिर जाउँ है। लोट्री गरौँ के छ कुरा डाइरेक्ट यसरी लोट्री गराउँदा केही छ नि साथीहरू के अब्जेक्सन छ डाइरेक्ट तान्दाखेरि अब यो भन्ने कुरै भएन कि अब एकदमै जसले आफ्नो भागले जहाँ पर्छ यो पहिलोचोटि पनि हो यसलाई गर्दै यो फर्स्ट एडिसन पनि हो किनभने लास्ट गत सालको विनर लुजर भएको भए त यसरी पोल्मी भन्ने हुन्थ्यो अहिले त्यो पनि छैन होइन त्यसले गर्दाखेरि अहिले तान्ने भन्ने के ओके ल त्यसलाई पास गरौँ मैले हैन ठिक छ ल अनि त्यसो गरौँ ल अब नाम बोल्दै हो न हामी आउँदै यस ओके सबै 6 जना आउँछ 6 जना आउनु नाम हामीले 6 जना आउनु एकैले तान्नु भने नाम भन्दैन ल ल गण्डकी हो गण्डकी सुरुको गण्डकी भयो ल गण्डकी आउँछ किनभने आफैले तान्दा हो के हो लाखमा छोडेको पर्यो हैन Three. ल Okay, Armin. 6. TAC. Iran. One. Okay. APF. मैले तपाईँलाई दिन्छु यो मैले त्यो एकचोटि टाइप गरेँ त्यो गरेर दिन्छु ल्याम्प ल्याएको थिएँ किन गर्ने भनेर एपिएफ 2 एपिएफ पोल एमा इरान एपिएफ गण्डकी अब 3 टिम त तान्नै परेन सो त परिहाल्यो मैले तान्नु 4 5 चाहिँ तान्नु पर्छ यहाँ किनभने कोकसँग खेल्दाखेरि ल India. Guess out. Mana team है ना? Last time. Mana team है ना? Okay. 4. तान्नै परेन 5 त गर्नु पर्यो लास्ट जसै थियो India पुलिस आर्मी पुल बीमा पर्यो पुल ए मा चाहिँ इरान एपीएफ गण्डकी क्लियर ल ब्यालेन्स मिल्यो टिम सबैले दीपक तिम्रो उ भन त जर्सी कुन कलरको छ सो ल्याछौ यहाँ ए फोटो छ हैन मलाई देखाएको थियो एउटा स्काई ब्लू र रेड हो क्या हो ओरेन्ज कलर कस्तो त्यही हो नो फर्स्ट चोइस स्काई ब्लू हो ओरेन्ज India please can you show your jersey blue white and orange white blue white orange white APF red blue okay NPC red blue TAC green first green yes next white गण्डकी third one रेड हो यो orange color रेड हो orange हाँ ये ऑरेंज हो नेक्स्ट इसका एक भी ओके
ओके भोलि पहिलो खेल सुन्नुहोस् है मैले भन्दैछु हामी प्रत्येक दिनमा दुईटामा चाहिँ इन इज डे वी हेभ ओन्ली 2 म्याचेस क्लियर नेपाली बुझ्छ मालुम हैन आपको नेपाली यस दिनमा 2टा म्याच हुन्छ हामी 2टा म्याच मात्र खेलाउँछौँ है यस हाम्रो 5 दिन हो यस भोलि 2टा जम्मा हामीसँग 6वटा लिग भयो अनि 2टा सेमी फाइनल 2टा चाहिँ ऱ्याङ्क 3rd 4th एन्ड फाइनल टोटली वी हेभ 10 म्याचेस and each day we have 2 matches clear and tomorrow opening day yes. हामी 2 बजे ओपनिङ म्याच खेलाउँछौँ 2 बजे पहिलो खेल इरान र एपीएफ भोलिको पहिलो खेल 2 बजे इरान र एपीएफ को बीचमा हुनेछ क्लियर यस टिप्नुहोस् है म दिन्छु भोलिको म्याच अनि भोलिको दोस्रो खेल पुल बी को इन्डिया र नेपाल पुलिसको बीचमा भोलि दोस्रो खेल हुनेछ कति बजे भोलि 4 बजे दोस्रो म्याच है अरु चाहिँ म यसो उ गरेर क्याल्कुलेसन गरेर टिमलाई चाहिँ उ गरेर म चाहिँ अरु चाहिँ यो चाहिँ तपाईलाई चाहिँ भोलिको ल इरानले एपीएफ को रेट इरान को ओरेन्ज हो फर्स्ट चोइस ओरेन्ज दाइ तपाईको रेड ल तपाईको रेड है भोलि टिम इरान भोलिको दोस्रो खेल इन्डिया versus NPC India Sky Blue NPC white NPC red okay tomorrow you have your match 4 o'clock at 4 o'clock last match your jersey white NPC को red है त okay सबै टिमलाई म यो ट्राइसिट अहिले बनाएर पठाइदिन्छु अनि जर्सीको पनि पठाइदिन्छु यो म सबलाई मिलाउनु पर्छ तर एकजनालाई मात्र रेस्ट हुने किनभने त्यो हो भोलि नखेल्नेले पर्सिको खेल्नुपर्छ भोलि एउटा खेल्ने किनभने एक र दुईमा एउटा खेल्नै पर्छ भोलि पुलिस चाहिँ इन्डियामा ट्याक्समा एउटा खेल्नै पर्छ खेल्न त होइन म चाहिँ अब यो हेर्छु भोलि नखेल्ने अनि